सबैलाई जय मसीह। संसारमा फैलिनु भएका परमेश्वरका जन जतिले तपाईँलाई परमेश्वरलाई प्रेम गर्नुहुन्छ, यो भजनलाई प्रेम गर्नुहुन्छ, ती सबै जनको लागि म धेरै धेरै धन्यवाद। र आजको रात्रिको समय तपाईँलाई दाउदको भजनमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आउनुहोस्, दाउदको भजन 325मा यो भजनले के भन्नुभएको छ भने, हे यीशु तिम्रो प्रेम कति महान छ, आकाशका तारा पर्वत समुद्र सबभन्दा महान छ। अगम्बे आनन्दले हृदय भरपूर छ, प्रभुको कार्य नै धेरै महान छ। हरेक साँझ हरेक बिहान स्तुतिको योग्य छ, सङ्कटको समयमा जीवन निराश हुन्छ। हे ईश्वर पुकार्छु, दया मलाई दर्शाऊ। बोलाउनुभन्दा पहिले नै भन्छ म तिम्रो साथ छु। अन्धकार घाटीमा मलाई हिँड्नु छ, मृत्यु र जोखिमको धेरै नै यात्रा छ। गोठालो भई प्रभु डोराउनुहुन्छ, अनन्त साथी भई घटी र कमीको मलाई केही डर छैन। हरियो चराउमा चौरमा मलाई निर्धक्क छु, भोजन जलले तृप्त म हुन्छु। क्रिस मेरो साथ छन्, ईश्वरको भवनमा स्तुति सधैँ गर्छु। सम्पूर्ण हृदयले उनलाई सधैँ भन्छु, स्तुति प्रशंसाको योग्य परमेश्वर। हालेलुया, आमिन। यो भजनको द्वारा तपाईँलाई धेरैभन्दा धेरै आशिष परमेश्वरले दिनुभएको होस्। धन्यवाद, आमिन।